गरेको छ उनले फेक भिडियो बनाएर त्यो खिलाफमा चाहिँ चरित्र गर्ने काम भएको कुरा अहिले सामाजिक सञ्जाल र विदेशी उसको पनि आइसकेको छ र यो मेरो जस्तो अनि बनाउन लाज हुँदैन के बोलेको यस्तो 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 झुट बोल्ने नेताहरूले देश चलाएर हाम्रो देश बिग्रेको हो कि अनि सुशीला कार्की अब मुतेर उठ्न नसक्ने मान्छेले देशको प्रधान बनाएको छ द्रौपदीले भन्नुभएको थियो नि सेम तर के भन्न चाहन्छु नि हाम्रो जेएनजीहरूलाई पनि यस्तो प्रधानमन्त्री बनाउनु थियो भने किन देशमा आन्दोलन गरेको किन देशमा हुरुर मचाएको त युवा नेता बनाउने भनेको होइन तर म त एउटा कुरा भन्छु जबसम्म रवि लामिछानेले देश चलाउँदैनन् देश राम्रो हुँदैन क्या उहाँ नै चाहिन्छ क्या अब यो नेतृत्वमा मैले बुझिसकेको छु जबसम्म देशको प्रधानमन्त्री रवि लामिछाने हुँदैनन् देशमा विकास कहिले पनि हुँदैन यति कुरा जान जरुरी छ र रवि लामिछानेलाई सरासर फसाइएको हो उहाँ सहकारी ठगैन 3 करोड जनताले प्लिज यो कुरा जान्नु होला है यतिसम्म झुट बोल्ने नेताहरू छन् नि तपाईँले देखिसक्नु भयो नि सत्य कुरालाई पनि असत्य बनाउने असत्यलाई सत्य बनाउने समाज छ क्या नेपालमा